नमस्कार नमस्कार नमस्कार। हजुरको नाम बर्मजित राई। बर्मजित राई। सन्चै हुनुहुन्छ? हजुर सञ्जय सेवा। अहिलेसम्म सन्चै हुनुहुन्छ है। म तपाईँको जन्म कति सालको? 70 साल असार 1 गतेको। 2017 साल असार 1 गते। कति वर्ष हुनुभयो थाहा छ? अहिले त्यो हिसाबले गर्दा 63 को उमेर। 63 वर्ष हुनुभयो है। अहिले यो घरमा एक्लै हुनुहुन्छ है तपाईँ? एक्लै हो। अहिले एक्लै हुन्छ। यो घर तपाईँले बनाउनु भएको कि? यो चाहिँ अब भूकम्पबाट सरकारले अब बनाउनु भयो। भूकम्पको घर, भूकम्पले गर्दाखेरि घर भत्क्यो र सरकारले बनाइदिएको। अघि म आउँदाखेरि तपाईँ अलिक सन्चो छुइनँ भनेर भन्नुहुन्थ्यो। अब खास सन्चो त थिएन। अब के गर्नु, अब सजिलो नभए पनि गर्नु पऱ्यो। एक्लै भएपछि अब बाहिरभित्र गर्नु पऱ्यो। यसो अब पानी आगो पानी गर्नु पऱ्यो। सके नसके म सन्चो नभए पनि सकेसम्म चाहिँ बगाएर छु। अब साह्रै नसकेको भने त हस्पिटल पर्यो भने त हस्पिटल जानुपर्छ। तपाईँको श्रीमती बित्नु भएको कति समय भयो? अहिले भयो 3 साल भन्न गयो। 3 वर्ष भयो। 3 वर्ष। तपाईँको छोराछोरी कतिजना? एकैजना हो। अब छोरी अब आफ्नै उसमा छन्। म त्यो छु। अब यति 63 वर्षको उमेरमा त्यो पनि कमजोरी अनि बिरामी भइरहने, कहिले कहिले आएर बुबा के हुँदैछ भनेर सोध्नुहुन्छ कि हुन्न? त्यो पनि सोधेको पनि छैन, आएको पनि छैन, आएको पनि छैन। बाबु छोरीको त्यस्तो केही खिस्सा झगडा त भएको थिएन होला नि? कस्तो भएको थिएन। भएको थिएन, तर पनि यस्तो अवस्थामा हुँदाखेरिमा पनि बुबा कस्तो हुनुहुन्छ भनेर सोध्न आएको पनि छैन। अब मैले उसलाई खेत किनिदिएँ, सुन लगाइदिएँ, सबै थोक उस्तो आमाको टाक्टो उसो छैन। म अब एक्लै भएँ। म अब बाबाले केही पनि गर्नु सक्दैन भनेर होइन, अब आएको छैन। ए आमाको देहान्तपछि आमाको गहनाहरू पनि दिनुभयो। उमेर हुँदा कमाउँदा पैसा कति दिन खेत किन्ने, अब के हो, घरका खेत 2 लाख रुपियाँ गरेर त्यो किन्ने। अब सुन पनि दिएँ, 1 तोला सुन पनि दिएँ। अब त्यो घर बनाउँदाखेरिमा 9,000 रुपियाँ अब सेयर गरिदिएँ। त्यहाँबाट म सकेन। अहिले त हेर्दा पनि हेरेको छैन, अब आएको पनि छैन छोरी। अब म एक्लै छु अहिले। यसो के होला बाबा, के कसो के हो भनेर सोध्नु पनि आएको छैन भन्नुपर्छ। यसो हेरविचार छोराछोरीले गर्नुपर्ने कर्तव्य केही पनि गरेको छैन। त्यसो भए तपाईँ एक्लै खानाहरू तुल्याउनुहुन्छ आफै? तपाईँको पुर्ख्यौली जमिन जग्गा जमिन कति छ? पुर्खौली जग्गा जमिन बाबाले दिनुभएको अंशमा छन्। अब जति भाइहरूलाई जति 3 भाग गरेको 3 भागमा जिउनी चाहिँ बाँकी नै छ। अनि मेरो अंशमा मेरो अलिकति साइड पछि अलिकति गएर म बारी छ, तर अलिकति खेत चल्छ। ए थोरै छ अंश। पुर्खौली सम्पत्ति पनि जग्गा जमिन पनि थोरै छ। अनि त्यो के कमाइ लाउन तपाईँ सक्नुहुन्छ? म नसकेर कान्छा भाइले अधियामा दिएछ। अधिया दिनुभएको छ। त्यो अधियाबाट प्राप्त अन्न बालीले खाना पुग्छ तपाईँलाई? अलिक पुग्दैन। खाना पुग्दैन। हुँदाखेरि त तर म पनि त्यो पनि पुग्दैन, अलिक कम्ती नै हुन्छ त्यो पनि। अब 2 भाग गर्दाखेरिमा अहिलेसम्म मैले 2 भाग दिएछ। भाइ कान्छा कमाउनु भएको। अब भाइ चालु 2 भाग गर्दाखेरिमा अलिकति अभावमै रहेछ, त्यो अभाव परेछ। त्यहाँ म ऋण पनि गरेर यसो एक चामल ल्याएर 1 महिना पुऱ्याउँछु।
अरू अ, बिजनेस छैन। उमेर हुँदाखेरिमा त तपाईँले देश परदेश भयो होला नि। अब यस्तो इन्डियातिर यसो बिजनेस भनौँ न, अब गाई सब पालेर यताउता गरेर अलिक पैसा कमाएको थियो पहिला त। अब नभएर फ्यामिली पनि लिएर गएको, अनि उहाँबाट आँखाको बिमारी भएर अनि फेरि यहाँ ल्याएर काठमाडौँ ल्याएर आँखाको बिमारी उपचार भयो, राम्रो भएको थियो। तर राम्रो पनि भयो, लसा त्यस्तै अब 1 साल पछि बितेर गइहाल्यो त्यो। त्यस बेला उमेर हुँदाखेरिमा कमाएर बचत अलिअलि गर्नुभएको थियो। त्यति बेला म बचत त गरेको थिएँ, ब्याङ्कमा पनि राखेको थिएँ अलिकति 2 लाख रुपियाँ पैसा माल भन्ने ब्याङ्कमा। अब त्यहाँबाट जान बितेपछि त्यो पनि सकियो, अलिकति गहना थियो त्यो पनि सकियो। अहिले आफूलाई लाउन अनि खानाको लागि नुन तेल चामल कसरी जो गर्नुभएको छ? त्यही अब 1 किलोको चामल ल्याउँछु, अनि अलिक अझै मकैहरू होइन, त्यसैले अब जीविका गर्दैछु। अनि ऋण पनि गरेर अहिले ऋणमा अहिले म अलिक डुबेको छु, त्यस्तै 20-30 हजार रुपियाँ जति म डुबेको छु। 20-30 हजार जति ऋण छ। ऋण छ। अब त ऋण साहुहरूले माग्दाखेरि दिन्छन् कि दिँदैन? अब त अब माग्ने ठाउँ छैन, अब केही तिरेको छैन कि मैले, त्यो तिर्नु पर्ने छ कि। त्यो तिर्यो भने त फेरि दिनु कि होला। अब तपाईँलाई अहिले खाना र लाउन समस्या परेको छ। यसले अहिलेको आजको दिनसम्म कसैले सहयोग गरेका छन्? अहिलेसम्म चाहिँ अब गरेको छैन, म आफै यताउता गर्दैछु। तपाईँ त ज्येष्ठ नागरिक, वृद्ध भत्ता पनि आउँदैन होइन? आएको छैन। घरको लागि नुन किन्न, तेल किन्न, चामल किन्नलाई खर्च साहुसँग ऋण काट्ने, हजुर। दियो भने दिएन भनेदेखि त्यो चुपचाप अब के गर्नु, सन्तोष मान्नु पऱ्यो नि त। अब ऐछो भइछो कहिले कतै ऐछो भइछो, कहिले होइन ऐछो भइछो गरेर पनि काम चलाउनु पर्छ। कोही नेता अथवा समाजसेवी सङ्घ संस्था अथवा दयालु मनकारी दानीहरूले तपाईँलाई के सहयोग गर्नु पर्यो भनेर सोधेका छन् र केही सहयोग गरेको आजसम्म छ? आजसम्म सोधेको छैन। गाउँपालिकाका अध्यक्ष, गाउँपालिका पदाधिकारीहरू, वडाका पदाधिकारीहरू आएर तपाईँलाई के सहयोग चाहियो, यस्तो अवस्था एक्लै हुनुहुँदो रहेछ, वृद्ध अवस्थामा एक्लै हुनुहुँदो रहेछ भनेर केही? अहिलेसम्म कसैले त्यति सोध्नु भएको छैन। अब एक्लै अब छु, अब त्यस्तै हो जिन्दगी बिताउनु नै मेरो जीवन बिताउनु मुस्किल परेको छ। अथवा म सोच पाएँ भने त आज पनि आँटिने थिएन, म आँटिसकेको छु। हात्तिनु भयो? आँटिसकेँ। उपाय छैन, म के गर्नु सक्दिनँ, न होला गर्नु सक्नु, न कोला खोल्नु सक्नु, न बन्जमा गर्नु सक्नु। त्यही भएर म अहिले चाहिँ निकै हरेसमा पुगेको छु। अब श्रीमान बितेको विधवा अथवा एकल महिलाले र अविवाहित महिलाले निश्चित उमेरमा असहाय भनेर भत्ता पाउँछ, तर पुरुषलाई त्यो छैन। सरकारले पुरुषको लागि पनि असहायको लागि पनि व्यवस्था गरोस् भन्ने लाग्छ कि लाग्दैन तपाईँलाई? त्यो त गरिदिए त यसो नुन तेल, अरू त यस्तो नुन तेलको लागि अलिक समस्याको लागि सघाउ हुन्छ कि भन्ने त्यो आस्था थियो। आस्था चाहिँ अब त्यो अब भएको छैन। मैले त्यो अब कोही कागजपत्र पनि बनाएको छैन। त्यो सोझा अलिक उमेर पुगेको छैन, पाउँदैन भन्छ। अब के भन्नु, कसले भन्नु, कसले नभन्नु। अब काम गर्न पनि सक्नुहुन्न, अरू कमाइ धमाइ पनि छैन, भएको
श्रीमती बितिहाल्यो, भएको एउटा छोरीले वास्ता व्यस्ता गर्दैन, तपाईँलाई हात मुख जोड्न धौधौ परेको छ। यस्तो अवस्थामा कसैले सहयोग गरे हुन्थ्यो जस्तो लाग्छ कि लाग्दैन तपाईँलाई? भगवानै सहाय, भगवान भने जस्तो लाग्छ। म भगवानले जप्छु, मैले सहयोग चाहिएको अब सहयोग गर्ने भने म एकदम धन्यवाद। तपाईँलाई अरू सहयोग चाहिएन? लाउने कपडा र खानाका लागि चामल, नुन, तेलका लागि कसैले सहयोग गर्यो भने तपाईँ भगवान नै तपाईँले मान्नुहुन्छ। म तपाईँलाई चाहिएको अब अरू के चाहिएको? अब जग्गा किन्नु सक्दैन, काम गर्नु सक्दैन, बन्द गर्नु सक्दैन। अब घर किन्नु लागि यसो नुन तेल यसो लागि यसो रासन भनेको यसो व्यवस्था। यो भिडियो हेर्ने सम्पूर्ण दर्शक महानुभावहरू, उहाँ 63 वर्षको हुनुभएको छ र शरीर पूर्ण स्वास्थ्य नभएको हुनाले बिरामी पनि हुनुहुन्छ। बिरामी शरीर भए तापनि आफ्नो लागि खाना त ल्याउने खानेसम्म चाहिँ गर्न सक्नुहुन्छ, तर त्यो व्यवस्था नभएको हुनाले तपाईँहरूले उहाँहरूलाई कपडा तथा नुन तेल चामलको सहयोग गरिदिनेलाई म भगवान नै मान्थेँ। मलाई अब बिहान बेलुका हातमुख जोड्न पनि धौधौ परेको छ। अब त साउले पनि पत्याउन भन्नुभएको छ। यो भिडियो जसुकैले हेर्नु भए पनि उहाँलाई सहयोग गरिदिन सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौँ। म उहाँको धेरै दया लागेर यो भिडियो बनाएको छु। उहाँ एक्लै हुनुहुन्छ, उहाँको श्रीमती पनि बित्नु भएको छ र भएको छोरीले पनि वास्ता नगरेको अवस्था, उहाँ बिरामी एक्लै घरमा बस्नुहुन्छ। यो भिडियो हेर्नेलाई जति सक्नुहुन्छ, जहाँबाट हेरिरहनु भएको छ, उहाँलाई सहयोग गरिदिनु भए उहाँलाई उहाँकै हातमा पुग्नेछ र उहाँलाई सहयोग गरिदिन सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौँ। हार्दिक अनुरोध छ र उहाँले मलाई सहयोग गर्ने, म भगवानै मान्ने भन्नुहुन्छ, धर्म हुन्छ र म सुतिरहनु भएको थियो, बल्ल बल्ल उठाएर यो भिडियो बनाएको छु। र अब तपाईँलाई म यो भिडियो मार्फत सम्पूर्ण हेरिरहनु महानुभावहरूलाई सहयोगको अपेक्षा, तपाईँलाई सहयोग माग्ने कोसिस प्रयास गर्नेछु। आत्तिनु हुँदैन, जिन्दगी यस्तै हो। तपाईँले नआत्तिकन बस्नु होला। हामी सहयोगको अपेक्षा गर्दछौँ र वडा कार्यालय, गाउँपालिका का सरकारले पनि असहाय र अति कठिन अवस्थाका आफ्नो नागरिकलाई हेरिदियोस् भन्ने अनुरोध पनि छ। एक्लै हुनुहुन्छ उहाँ र मैले यो भिडियो बनाउँदै केही पीडा पनि पोख्नुभयो र तपाईँलाई सहयोगको मैले पनि सम्पूर्णलाई सहयोगको लागि आह्वान गर्दछु, अनुरोध गर्दछु। तपाईँ पनि सहयोग आए सहर्ष स्वीकार्नुहुन्छ नि है? तपाईँलाई त्यस्तो ठुलो कुरो सहयोग चाहिएन, मात्र बाँच्न पाए त्यति भए पुग्यो। हस्, धन्यवाद। फेरि अर्को कुराकानीमा भेटौँला।